मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पदमा नियुक्ति भएसँगै मध्य प्रदेशमा रडाको मचिएको छ। रातारात महोत्तरीको बर्दिवास स्थित एक होटेलमा शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवले 7 दलको विरोधका बीच मंगलबार पदभार ग्रहण त गरेका छन्, तर संविधानको धारा 168 को 3 अनुसार भएको नियुक्तिलाई लिएर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले आपत्ति जनाउँदै विरोधमा उत्रिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उता संविधान, कानून र स्थापित अभ्यास विपरीत यादवलाई मुख्यमन्त्रीमा नियुक्ति गरेपछि मधेस सरकार गठन अवैधानिक रहेको भन्दै सोमबार मात्र रक्की प्रसाद शाह लगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने कुनै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ भने विपक्षमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतका 7 दलका 74 जना संसद पदहरू प्रदेश प्रमुखको कदम विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। 7 दलका प्रदेश सभा सदस्य तथा नेता कार्यकर्ता मधेस भवनको अगाडि विरोध प्रदर्शन गरिरहेका बेला सुरक्षाकर्मीहरूको सहयोगमा भित्र पसेर पदभार ग्रहण गरेसँगै थप रडाको मचिएको हो। मुख्यमन्त्री यादवलाई मधेस भवनभित्र प्रवेशमा अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरी पदभार ग्रहण गराएसँगै 7 दल थप आक्रोशित बन्न पुगेका छन्। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानलाई उल्लङ्घन गर्दै नेपालको संविधानको धारा 168 को 3 अनुसार नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्ति गरेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले आपत्ति जनाउँदै विरोधमा उत्रिएका बेला भण्डारीले संविधान बमोजिम प्रक्रिया सुरु नगरिकनै हठात प्रदेश प्रमुखको कार्यालय बाहिर शपथ खुवाएसँगै विरोधमा 7 दलका सांसद तथा समर्थकहरूले प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गर्दै बाहिर सडकमा नाराबाजी र विरोध गर्न पुगेका हुन्। संविधानको धारा 168(2) को कोर्स पूरा नगरी उपधारा 3 बाट अघि बढेको भन्दै भएको चर्को आलोचनाका बीच केन्द्र सरकारले भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त त गरेको छ, तर भण्डारीले चालेको कदमको मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने 7 दलले विरोध जनाउँदै सर्वोच्च अदालत मुद्दा दायर गर्नुले भने मुख्यमन्त्री यादवको आगामी दिन थप कष्टकर हुन सक्ने प्रष्ट देखिन्छ।